मेरो नागरिकता बिक्रीमा छ। तपाईँ जे सुन्दै हुनुहुन्छ ठिक सुन्दै हुनुहुन्छ, मेरो नागरिकता बिक्रीमा छ। अरे हो मित्र, सुन न, तिमीलाई थाहा छ म 12 पास भएपछि कतार जान सक्थेँ, कोरियाको इतिहास पास गरेर कारखानामा पसिना बेच्न सक्थेँ। तर म गइनँ, मैले केही गरिनँ पनि, किनभने ममा देशमै केही गर्छु भन्ने भ्रम बाँचेको थियो। हो मित्र, भ्रम। फेरि पनि भन्दैछु, भ्रम। देश प्रेमको ज्वरो चढेको थियो मलाई। अहिले थाहा भयो त्यो सपनाको ज्वरो रहेछ, दिमागको मलेरिया, मानसिक सन्तुलन गुमाएको रहेछु। आफ्नो केही गर्न नसके पनि देशकै केही गरौँ भन्ने लोकसेवा दिए। कानुन, समाजशास्त्र, संविधान, इतिहास सबै कण्ठस्थ याद थियो मलाई। नाम आयो, नतिजा सूचीमा नाम नआएको भन्दिनँ, नाम आयो, सूचीमा झुन्डियो सपनाको मुस्कान। तर अन्तर्वार्तामा सोधियो, तपाईँ कुन नेताको मान्छे? म मौन भएँ। फेरि सोधियो, कुन जात हो तपाईँको? म अझ मौन। र तेस्रो प्रश्न, सिफारिस छ कि छैन तपाईँसँग? त्यसपछि त मानौँ मौनताले नै हार मान्यो। मेरो सपना च्यातियो र त्यो फाइल 2 हात पर ढेकालियो अनि मलाई बाहिर निकालियो। अब म भोलिको जागिरको तालिममा होइन, अब बेरोजगारीको तालिममा छु। देशको अर्थतन्त्रमा होइन, सिस्टमको अर्थहीनतामा छु। मलाई भनियो, तिमी योग्य छौ तर सक्षम छैनौ। मित्र, अर्थ के हो? तिमी योग्य छौ तर सक्षम छैनौ। अर्थ अहिलेसम्म बुझ्न सकेका छैन, किनकि म ठुलो मान्छेको भतिजो होइन र धनी बुवाको छोरो भन्न सकिनँ। र सेटिङ हामी कसैलाई आउँदैन यति पनि, त्यसैले निर्णय गरेको छु, मेरो नागरिकता बिक्रीमा छ। ए हजुर, तपाईँ के हेर्दै हुनुहुन्छ यसरी? आउनुहोस्, म मिलाएर दिन्छु, सस्तोमा लानुहोस्, यो पत्र मलाई चाहिएको छैन। यो कुनै स्मार्ट कार्ड होइन, यो परिचय पत्र हो, मेरो पीडाको, मेरो अदृश्यताको प्रमाणपत्र हो। र खास गरी यो जुन देशको पत्र हो त्यो देशको नागरिक हुन लज्जा छ मलाई, जसमा लेखिएको छ, नेम नोबडी, फादर्स नेम, कन्ट्रीज फेलियर, सिटिजनसिप टाइप, इमोसनल फुल, अकुपेसन होपफुल, अनइम्प्लोइड। अरे राष्ट्र, तैँले मलाई जन्म दिइस् म मान्छु, तर जिम्मेवारी कहिल्यै लिन मानिनस् त कहिले मान्छस् यो कुरा? तँलाई खुवाउन मेरो बुवाले कति पसिना झारे, बारी खेतमा रातो रगत तप चुहाइरहे। तर आज म त्यही देशको कार्यालयमा रातो दाग बनेर बसिरहेको छु। सगरमाथा टाउको भन्छन्, ठिक छ ल मान्छु पनि, तर देशको ढाड चाहिँ कति ठाउँमा चर्केको छ तिमीलाई थाहा छ? कुनाको गाउँबाट सपना बोकेर आएको म अहिले राजधानीको फोहोरमा स्वाभिमान खोज्दैछु। त्यसैले मेरो नागरिकता बिक्रीमा छ। बिक्न चाहन्छु म आफै पनि, तर पैसामा होइन, पहिचानमा। मेरो व्यवस्था साट्न चाहन्छु तपाईँको वास्तासँग। खरिद गर्न चाहनुहुन्छ? यदि तपाईँको गाडीमा फ्ल्याग छ भने आउनुहोस्, म मिलाएर दिन्छु। तपाईँको मोबाइलमा मन्त्रीको नम्बर छ भने आउनुहोस्, म सस्तोमै दिन्छु। यदि तपाईँको चिठीमा सिफारिसको छाप छ भने आउनुहोस् न। मेरो नागरिकता मात्रै होइन, म पनि बिक्री हुनेछु, किनभने म यही देशमा बसेको एक असफल सपना मात्रै हुँ, एक सफल योग्य बेरोजगार मात्र हुँ। मेरो नागरिकता बिक्रीमा छ हो साथी हो, बिकाउन मन छैन। तर पेट र प्रतिष्ठा बीचको युद्धमा सधैँ पेटले जित्यो र बेच्न विवश भए, म बाध्य भएँ। र यति कुरा बुझिराख्नु साथी, यो अन्त्य होइन। सिस्टम सुध्रिएपछि नागरिकता फिर्ता लिन आउँला। तर त्यति बेला म भन्नेछु, मेरो देशले मलाई फेरि चिनेछ। आज युद्ध चल्दैछ, विपक्षमा मेरो आफ्नै देश छ। मेरा वीर पुर्खाले मरेर लडेर बचाएको देशसँग भइगयो, म आफै हार माने। बारी खेत हरिया बनाएकै हातहरूले हरियो कागजमा नाम लेख्नेछु। म विदेश जान्छु जसरी पनि। र त साथी, मेरो नागरिकता बिक्रीमा छ।